ल आज नोभेम्बरको 21 तारिक मक्सिरको 4 गते आज मनाङको लागि हामी पोखराबाट बिहान 7 बजे आएको। अब यो स्याङ्गे भन्ने ठाउँबाट अलिकति यता आएपछि यो चम्चे भन्ने ठाउँ रहेछ। यहाँ 9-10 वटा घर, 9-10 त छैन होला, त्यस्तै 8-9 घर कति छ अन्दाजी। त्यहाँ यो मर्स्याङ्दी खोला अब तल बगेको छ, माथि चाहिँ अर्को एउटा झरना ठुलो आएको छ। अनि त्यसकारण चाहिँ नि यो ठाउँको नाम पुरा एड्रेस चाहिँ के रहेछ भने मर्स्याङ्दी गाउँपालिका 4 चम्चे लमजुङ जिल्ला। अब मर्स्याङ्दी गाउँपालिका 4 चम्चे लमजुङ। अहिले यहाँ हामी खाना खानलाई रोकेको छ। अब अब यो तल माथि पनि हेर्नु मिल्ने, पारी झर्ना पनि हेर्नु मिल्ने है। अब यो होटलको खाने टेबलबाट नै अब तल मर्स्याङ्दी मधि पनि आएको, माथिबाट यस्तो झर्ना पनि आएको, एकदमै चाहिँ मन प्रफुल्ल हुने जग्गा जस्तो देखियो। चिसो हावा पनि आएको। अब हामी यहाँ खाना खान लागेको छ है। अब होटल पनि अब साफ सुथरो नै देखेको छ। अब यी हेर्नुहोस् न, अब यो हाम्रो टोलेहरू होइन, होटल पनि अब ठिकै हो, राम्रै रहेछ। अब रेड बुलहरू, ड्रिङ्कहरू, सफ्ट ड्रिङ्कहरू, हट ड्रिङ्कहरू सबै पाउँदो रहेछ होइन। तर म चाहिँ हट ड्रिङ्क खाँदैन, सफ्ट ड्रिङ्क मात्रै खान्छ। ल अब हामी भात खानलाई तयार भयो।